हजुर नेपालकै पहिलो नवग्रह मन्दिरमा आएको छु। अब यहाँ अहिले जुन ठाउँमा आएको छु यहाँ आउने अनुमति त रहन्छ, तर पनि मैले यसो भिडियो बनाउँछु भनेर यहाँको अध्यक्षज्यूसँग यो रिक्वेस्ट गरेर यो ठाउँमा आएको छु। ल हजुर, नेपालकै पहिलो नवग्रह मन्दिर है। यहाँ यति अद्भुत तरिकाले बनाइएको रहेछ, यस्तो अद्भुत तरिकाले यहाँको संरचना निर्माण गरिएको रहेछ। यहाँ जो कोही पनि आउनै पर्ने ठाउँ है। हेर्नुहोस्, ल हेर्नुहोस्, यहाँ अद्भुत, एकदम अतुलनीय, अविस्मरणीय। कहाँ भन्नुहुन्छ भन्दा यसो हेलुबाट पसेर अर्जुन गाउँपालिका वार्ड नम्बर 1 अवस्थित यो नवग्रह मन्दिर, त्यहाँ देवीको मन्दिर पनि रहेछ। यहाँ देवीको मन्दिर यता दर्शन गरिसकेपछि सिधा जाने सिस्टम पनि बनाइएको रहेछ। ठ्याक्क सिस्टममा छ। यहाँ कहाँ कतिखेर दर्शन गर्ने भन्ने। ल हेर्नुहोस्, यसरी गयो अनि फेरि वहाँ माथि देवीको दर्शन गयो, सिधै गएर देवीको दर्शन गऱ्यो अनि फेरि आइसकेपछि त्यहाँ 9वटा सिडी पार गर्ने ठाउँ रहेछ। यहाँ 9वटा सिडी पार गरेपछि अनि त्यसभन्दा तल ओमको ध्वनिसहित अगरबत्ती बालेपछि यहाँ सम्पूर्ण नवग्रहको हामी दर्शन गरेर सकिँदो रहेछ। ल स्याङ्जा जिल्लामा यो जसले पनि यो निर्माण गर्नुभयो, यसको अवधारणा ल्याउनु भयो, उहाँलाई मैले यहीँबाट 21 तोपको सलामीसहित एकदम नमन गर्न चाहन्छु, सलाम गर्न चाहन्छु। हाम्रो धर्म बचाउने यसरी हो, हाम्रो धर्मको रक्षा गर्ने यसरी हो। नेपाल हेर्नुहोस्, एक त धर्मकै र एउटा ऋषिहरूकै देश, भगवान बस्ने देश, जहाँ गए पनि भगवान छन् है। यहाँ हाम्रो म्याडम यहाँ तल हुनुहुन्छ, तलै प्रसाद दिन लाउनु भएको छ हाम्रो म्याडमले। ठिक त ल, प्रसाद लिने ठाउँ हो यहाँ जो कोही आउन त पाइँदो रहेछ, तर मैले अब मलाई मात्रै दिनुभएको छ यहाँ आउन। यो बन्दै रहेछ, भ्यू पोइन्ट पनि भयो। ल यहाँबाट देखिने हेर्नुहोस् त, यहाँ तलका अर्जुन चौपारी गाउँपालिकाको सम्पूर्ण दृश्य। यहाँ हेलिप्याड पनि रहेछ, हेलिकप्टरबाट आउनको लागि अब अति विशिष्ट मान्छेहरूको लागि होला। अब अनि हाम्रो यो स्याङ्जा क्षेत्र नम्बर 2 हाम्रो सांसद हुनुहुन्छ धनराज गुरुङ हो, उहाँको घर यहाँ हो, यो चौपारी छ नि, यहाँ उहाँको घर। अनि अद्भुत ठाउँ है। हजुरहरू पनि एकचोटि अवश्य पाल्नु होला, अवश्य आउनु होला है। हामी त पहिलोचोटि आयौँ यो ठाउँमा। हेर्नुहोस्, म अहिलेसम्म यहीँ वालिङ र हाम्रो यो अर्जुन चौपारी गाउँपालिका भिरकोट हामी नजिकै हौँ, तर पनि यहाँ आउने सौभाग्य पाइएको थिएन। यो मन्दिरले हामीलाई यहाँ आउने सौभाग्य पनि जुरायो है। तर अब मैले वालिङमा हाम्रो कोही आउँदा गरौँकालिका लान्थेँ, बाहुनथान लान्थेँ, सोरक मैदान लान्थेँ। अनि यो त्यसपछिको आउनै पर्ने र लानै पर्ने ठाउँ यो